हेलो साथीहरू, माछा मार्ने भए चाहिँ हामीसँग आउनु होला। हामी चाहिँ आज जाँदैछौँ माछा मार्नुलाई है। अनि खोला चाहिँ पानी परेर खोला चाहिँ अलिकति बढेकै रहेछ। अनि त्यहाँनिर चाहिँ अब पानी फ्याँकेर मार्नु चाहिँ नसकिने भयो। अनि हामीले चाहिँ त सानो खोल्सातिर चाहिँ माछा मार्नु थालेको त यत्रो भाइले त यत्रो भ्यात्लुङ फ्यालिदियो कि आम्मामामा, त्यो भैँसीको खुन खाएर यत्रो फुलिदिएको जस्तो थियो कि। अनि डरले म त छिर्नै सकिनँ खोलामा है। अनि यहाँनिर भाइहरू चाहिँ माछा मार्नुलाई गएको है। पानी कत्रो ठुलो क्या, त्यसलाई त्यहाँनिर बाँध थुनेर पनि मार्न सकिँदैन, झुलले मार्दा पनि माछाहरू पनि त्यस्तो थिएन कि। अनि गङ्गटाहरू पनि खोज्नु गएको, गङ्गटाहरू पनि नभेटेर यहाँनिर हाम्रो चाहिँ घरकै मान्छेहरू चाहिँ अब माछा हुनलाई रेडी हुँदैछ है। यहाँनिर माछा परेको भए त अलिकति रमाइलो पनि लाग्थ्यो अनि अलिकति जाँगर पनि चल्थ्यो क्या। अब माछै नपरेपछि त है जाँगर साँगर सब मरेर गयो। त्यो माथि पनि यति धेरै घाम, चर्को घाम लागेको थियो। अनि यहाँनिर माछाहरू त यहाँनिर हाम्रा घरका मान्छेहरू हुन थाल्यो है। त अब सकेन है, माछा नपरेपछि के गर्ने त। लास्ट अप्सन भनेको गर्मीमै चिसो पानीमा पौडी खेल्ने। मेरो छोरा त झन् एक नम्बर अगाडि नै पौडी खेल्न त त्यहाँ हेर्नु न, दुईवटा त सानो भयो है। यहाँनिर हेर्नु न ठुलोहरूको पनि के भन्ने होला है। अनि अब झुलहरू एकतिर फ्यालेछ, फरुवाहरू अर्कोतिर होइन। अब माछा मार्ने बट्टाहरू बोकेर गएको थियो, त्यो बट्टाहरू एकतिर अति भयो कि। अब माछा नपरेपछि जाँगरै नचलेर अनि यहाँनिर केटाकेटी पनि खेल्दैछ पौडी। ठुलोहरू मामाहरू माइजूहरू पनि छिरिसके क्या खेल्न। एउटा चाहिँ अझै माछा खोज्नु जारी नै छ, उसको चाहिँ यता पाउँछ कि उता पाउँछ भन्दै खोज्दैछ। म चाहिँ यहाँनिर चारवटा ठुल्ठुलो माछा र सानो माछा हेर्दै बस्न थालेँ। मलाई चाहिँ फेरि माछा परेन भने जाँगरै लाग्दैन क्या। अनि अझ झन् घाम लागेकोले त म त त्यहाँ एक ठाउँबाट सर्न पनि मलाई त है झ्याउ लागेको। अनि यहाँनिर काकी भतिज यहाँ खेल्दैछ, उता मेरो छोरा पनि पछि लागेर जाँदैछ कि। अनि हामीलाई चाहिँ अति भयो यहाँनिर, अब माछा नपाउने भयो। अब छोडिदिउँ भनेर हामी चाहिँ त्यहाँदेखि निस्केर बाटोमा गयौँ। बाटोमा गइसकेपछि चाहिँ हेर्नु न, मलाई चाहिँ दाउराले यस्तो नमजाले काटेछ क्या मेरो तिघ्रामा। अनि हामीलाई चाहिँ मोटीले दिएको थियो घर गएर खानु भनेर है। उसले ल्याइदिएको कसैले, हामीले चाहिँ त्यहीँ जङ्गलमा गएर जङ्गलमै हाम्रो चाहिँ त्यहीँनिर खान थाल्यौँ। हामीले चाहिँ भुजिया अनि त्यो चक्लेटहरू अनि यो के पनि ल्याइदिएको थियो क्या। अब नाम आउँदैन, उताबाट ल्याइदिएको क्या, इन्डियाबाट। अनि हामीले चाहिँ त्यो पनि खायौँ। अनि हाम्रो कामै त्यही भयो क्या। आज त घुम्ने, गर्मीमा घामहरू निकाल्ने मात्रै भयो, न माछा पायो न केही है। हामीले चाहिँ घरै नपुर्याइकन है जङ्गलमै ड्राई पिकनिक जस्तो पो भयो हामीलाई त क्या। अनि हामीले त्यस्तोहरू खायौँ। यो चाहिँ नुनिलो हुँदो रहेछ, मलाई खासै मन परेन। मलाई चर्को त्यो रोटी जस्तो चाहिँ दामी लागेको थियो। भुजिया त मैले खाइनँ। अनि हाम्रो चाहिँ घुमघाम मात्रै भयो, माछा पनि मारिएन है। जङ्गल डुल्यो, घाँसघारी यति धेरै थियो, घाँसहरूले मेरो छोराको त हातखुट्टा पासेर मलाई त्यो दाउराहरूले काटेर बिजोक रमाइलो भएको थियो। सबैजना चाहिँ यहाँनिर है डरेर के, घामले डरेर हरिमुसले कालो भइरहेछ क्या। अनि यहाँनिर हेर्नु न, हाम्रो यो के बसाइ पनि खतरा छ है। हामी चाहिँ यो खाँदै थियौँ। अनि बसाइ हेर्नुपर्छ सबको फेरि त्यस्तै क्या। अनि मामा भान्जा चाहिँ एउटा चक्लेटमा लडेको लडाइ थियो। भान्जालाई पनि त्यही चक्लेट चाहिने, मामालाई पनि त्यही। एउटा त केटाकेटी भयो, अर्को पनि केटाकेटी नै हुन खोज्छ कि। यिनीहरू दुईजनाको त यस्तै हो। त्यही भएर मेरो छोराले चाहिँ कान्छा मामालाई चाहिँ हेपिहाल्छ कि। अनि हामी चाहिँ शीतल भइसकेपछि चाहिँ घर आयौँ। घर आएर चाहिँ हामी सबै पालैपिलो अब नुहाउनलाई लाइन लागेर बसिरहेको छौँ। बाहिर उता भदै नुहाउँदैछ। अनि हाम्रो पालो चाहिँ एकछिन नुहाऊ भनेर हामी चाहिँ पर्खेर बसिरहेको छौँ। अनि आजको हाम्रो मिनी ब्लग चाहिँ यति नै भन्दै आजलाई बाई बाई। फेरि भेटौँला मेरो अर्को मिनी ब्लगमा।